इन्क्रिप्सन है पहिला चाहिँ हाम्रो यो इन्क्रिप्सन केमा युज हुन्थ्यो भनेपछि आफ्नो डाटा आफूले कसैलाई मेसेज गर्नु पर्यो तर त्यो चाहिँ त्यसको मिडियमहरू कसैले पनि त्यो पत्ता नलगाओस् के लेखेको छ है त्यो गर्न युज हुन्छ फर्स्ट चाहिँ हाम्रो के अरे फर्स्ट चाहिँ के आउँछ त्यो हैन एउटा क्विज युज गरेको थियो सेसर साइफर त्यसलाई चाहिँ रोटेसन साइफर पनि भन्छ त्यसमा के हुन्थ्यो भनेपछि यो भनेको फर्स्ट डेभलप हो जस्तै हाम्रो कुनै ल्याङ्ग्वेज छ ABCD छ भने चाहिँ DEF छ भने चाहिँ अहिले के गरिन्छ तीनटा नम्बरलाई चाहिँ अहिले प्रयोग इन्क्रिप्सन टाइप्स अफ इन्क्रिप्सन किनकि अरूले नबुझोस् क्या वारहरूमा युज हुन्थ्यो क्या त्यो वारमा चाहिँ तिम्रो मेन हुन्छ नि के भन्छ अरे मेन सेनापति होइन मेन जहाँबाट अर्डरहरू दिन्छ नि त्यो ठाउँहरू चाहिँ आफ्नो सेनाहरूलाई चाहिँ अर्डर के अरे कमान्डहरू केही दिनु पऱ्यो भने चाहिँ यसरी इन्क्रिप्सन गरिन्थ्यो त्यो चाहिँ फर्स्ट स्टार्टिङ फेज हो त्यो चाहिँ अलिअलि युज भयो त्यसपछि यो चाहिँ अरूले यसलाई चाहिँ डिक्रिट गर्न सकिहाल्यो क्या पत्ता लगाउन सकिहाल्यो यताउता मिलाएर म्याचिङ गरेर त्यो भनेको ब्रुट फोर्सिङ भन्ने थाहा छ त्यो भनेको एक प्रकारको हाइडिङ जस्तै हो क्या ब्रुट फोर्स भनेको गेसिङ हुन्छ कन्टिन्युस गेसिङ द नम्बर त्यो नम्बर छ नि यसलाई चाहिँ गेस गर्ने यो हुनसक्छ यो ट्राई गर्दै गर्दा के हुन्छ त्यसपछि यो चाहिँ सजिलै सबैले पत्ता लगाउने भइसकेपछि चाहिँ खास यो इन्क्रिप्सन होइन तर यसको चाहिँ ह्याकिङ यसलाई जसले ह्याक गरेर नि ह्याकिङमा साइफर यसको नाम राख्यो त्यसपछि जर्मन डेभलपर साइफर एन्ड मेसिन इन्क्रिप्ट डिक्रिप्ट मेसेज यो चाहिँ एउटा मेसिनबाट इन्क्रिप्सन र डिक्रिप्सन हुन्थ्यो एन्डिङमा साइफर चाहिँ त्यसपछि चाहिँ वर्ल्डवारमा युज हुन्थ्यो यो पनि धेरै टिकेन यो भनेको 1970 पछि चाहिँ योमा चाहिँ धेरै लस भएको थियो अरे एन्डिङमा साइफरले हैन मैले त्यो के त्यति बेला सबभन्दा के अरे वारमा सबभन्दा बढी लस चाहिँ एन्डिङमा साइफर त्यो अनह्याकेबल एन्डिङमा साइफरले चाहिँ वर्ल्डमा सबभन्दा बढी लस गराएको थियो क्या डिस्ट्रोय प्रोपर्टी डिस्ट्रोय भएर यो सजिलै ह्याक भयो त्यसपछि चाहिँ कहाँ सजिलै ह्याक भयो त्यस्तो मुस्किलले ह्याक भयो ह्याक चाहिँ भएन त्यसपछि चाहिँ DES त्यो त सबैले अब भनेको लेटेस्ट थियो DES 1977 DES भनेको थाहा होला नि सबैलाई के भन्छ थाहा छैन डिजिटल इन्क्रिप्सन स्ट्यान्डर्ड यो चाहिँ फर्स्टमा चाहिँ 54 बिट भनेर थाहा होला नि 54 बिट 54 वटा नम्बर वानले कन्ट्रोल क्यारेक्टर भयो 54 54 हुन्थ्यो त्यसपछि 54 भएपछि चाहिँ यो भनेको एकदम कम हो क्या 54 बिट भनेको यो चाहिँ हाम्रो ब्रुट फोर्सिङमा चाहिँ इजिली ह्याक गर्न सकिन्छ क्या यसको इन्क्रिप्सन गरे पनि है यसलाई इन्क्रिप्सन गर्दा 54 डिजिट हुन्थ्यो तर यो चाहिँ सजिलै ह्याक हुन थाल्यो क्या गेसिङ गरेर नै ह्याक गर्न थाल्यो के अरे गेस अल्गोरिदम हुन्छ डिक्सनरी अट्याक भनेको त्यही हो डिक्सनरी अट्याकमा चाहिँ तिम्रो 128 बिटभन्दा माथिको चाहिँ डिक्सनरी अट्याक युज हुन्छ त्यसपछि यो ब्रुट फोर्सिङमा चाहिँ तिम्रो 54 यो छ नि त्यो भयो अनि हाम्रो यो अहिले छ त नम्बर त्यो पनि त्यही हो यो भनेको चाहिँ इजिली डिक्रिप्ट पनि हुन्छ तर अनि यसको ब्रुट फोर्सिङ हुँदैन हो 1 घण्टा लाग्छ 54 बिट भनेर लाग्दा 1 वर्षसम्म लाग्छ अरे 1 वर्षसम्म हुन्छ आई थिंक 1 घण्टामा हुनु एकदम इजी हो नि त्यही त 2 मिनेटमा ह्याक हुन्थ्यो पहिला कम्प्युटर चल्दैन त्यो भन्नु धेरै बेला कुरा नि हाम्रो घर भिडियो फेरि यस्तो हुन्छ त्यसपछि हाम्रो सबैको नाम थाहा थियो होला त्यसपछि निस्केको अल्गोरिदम भनेको 3DES एडमिन गर्नले 3DES
3DS अनि कति के भन्ने अरे यो अहिलेसम्म ह्याक गरेको छ 3DS निस्क्यो 3DS भनेको DS भने चाहिँ के हो 54 DS DS पनि 64 मा पनि आएको हो 54 बिट एउटा थियो यसलाई चाहिँ DS चाहिँ के भने फिचर युज गर्यो फर्स्ट चाहिँ इन्क्रिप्सन फर्स्ट टेक्स्ट हुन्छ नि त्यसलाई इन्क्रिप्सन गर्यो सेकेन्डमा चाहिँ त्यसलाई डिक्रिप्ट गर्ने थर्डमा फेरि इन्क्रिप्ट गर्ने 3 टाइम्स इन्क्रिप्ट के अरे फर्स्ट की युज टु इन्क्रिप्ट द प्लेन टेक्स्ट भनेको चाहिँ सुरुको टेक्स्ट त्यसै सेकेन्ड की युज टु डिक्रिप्ट द साइफर टेक्स्ट भनेको चाहिँ फर्स्ट टेक्स्ट जुन हामीले इन्क्रिप्ट गर्यो नि साइफर टेक्स्ट फ्रम फर्स्ट राउन्ड है त्यसपछि थर्ड की युज टु इन्क्रिप्ट द साइफर टेक्स्ट फ्रम द सेकेन्ड टेक्स्ट फर्स्टमा गऱ्यो त्यसपछि यसले चाहिँ यसलाई डिक्रिप्ट गर्छ थर्डले फेरि इन्क्रिप्ट गर्छ यो अल्गोरिदममा चाहिँ हामीले युज गरेको थियो सबै कन्फ्युजन फर्स्टमा इन्क्रिप्ट हुन्छ सेकेन्डमा डिक्रिप्ट हुन्छ अनि डिक्रिप्ट भएपछि चाहिँ फर्स्टकै टेक्स्ट आउट राउन्डिङ गर्दाखेरि अर्कै जस्ट चेन्ज हुन्छ होइन यो चाहिँ त्यति बेला चाहिँ एकदम पपुलर थियो यो ह्याकेबल थिएन त्यसपछि भनेको अलि धेरै युज भइसकेपछि चाहिँ यो पनि ह्याकेबल भयो कि नासाले युज गर्नु थाल्यो यो चाहिँ त्यसपछि खै मैले त अनह्याकेबल चाहिँ हो तर एकदम डिक्रिप्सन गर्न टाइम लाग्ने भएर युज नगरेको 3DS इन्क्रिप्सन भन्ने कस्तो हुन्छ भनेपछि एउटा इन्क्रिप्सन भनेको अब यसपछि हामी डिटेक्ट गर्छौँ त्यसपछि अलि पछि AES भनेको छ होला DES पछि AES यो भनेको चाहिँ एडभान्स इन्क्रिप्सन स्ट्यान्डर्ड यो भनेको अहिले पनि युज हुने तर ह्याकेबल त हुन्छ पनि त्यसपछि अब हाम्रो इन्क्रिप्सन कसरी युज हुन्छ त्यसपछि के अरे ह्यासिङ इन्क्रिप्सन भनेको के तपाईँलाई थाहा छैन मभन्दा तर म भन्छु इन्क्रिप्सन भनेको कुनै पनि सेन्टेन्स हुन्छ नि त्यसलाई इन्क्रिप्ट गरिन्छ यदि डिजिटमा इन्क्रिप्ट गरिन्छ त्यो चाहिँ सामान्य हेर्दाखेरि कसैले बुझ्दैन अनि त्यसलाई फेरि डिक्रिप्ट पनि इजिली गर्न सकिन्छ इन्क्रिप्सन जुन अल्गोरिदमलाई इन्क्रिप्ट गरिन्छ नि त्यसलाई सजिलै डिक्रिप्ट पनि गर्न मिल्नुपर्ने पर्छ त्यसलाई भन्छ इन्क्रिप्सन है इन्क्रिप्सन भनेको जहिले डिक्रिप्ट हुनुपर्छ यो कहाँ जुन छ भनेपछि जस्तो हाम्रो मेसेज सेन्ड गर्नु पऱ्यो नि इमेलमा मेसेज TSL जस्तै यो फायरफक्स छ नि ब्राउजर र हाम्रो चाहिँ सर्भरसँग यसमा चाहिँ मेसेजहरू यसले चाहिँ बुझ्ने ल्याङ्ग्वेजहरू पहिला डिक्रिप्ट गरिन्छ इन्क्रिप्सन यसरी हुन्छ जस्तै एउटा नम्बर छ टेक्स्ट है हेलो छ नि यसलाई इन्क्रिप्ट गर्दाखेरि कस्तो गरिन्छ भनेपछि यसलाई इन्क्रिप्ट त गर्यो है त्यसपछि यसलाई सजिलै डिक्रिप्ट गर्न पनि मिल्छ त्यो चाहिँ जसले एउटा पनि गर्न सक्छ क्या त्यसको लागि एउटा पछि डिक्रिप्ट हुन्छ होइन डिक्रिप्ट पछि इन्क्रिप्ट गर्ने मेथड लागि हुन्छ न इन्क्रिप्ट पछि डिक्रिप्ट हुन्छ डिक्रिप्ट पछि इन्क्रिप्ट के अरे इन्क्रिप्ट गर्ने मेथड लागि हुन्छ त्यसपछि फेरि डिक्रिप्ट गर्ने मेथड लागि हुन्छ रिभर्स इन्जिनियरिङ भन्छ यसमा कस्तो हुन्छ भनेपछि सिधै चाहिँ यो पठाउँदैन क्या इन्क्रिप्ट गरेर यसमा चाहिँ एउटा नम्बर एउटा अर्को टेक्स्ट थप्छ कसैले तपाईँले यो मेसेज पठाउनु भयो त्यसको अगाडि एउटा टेक्स्ट दिनुहुन्छ 1 2 3 दिनुभयो नि त्यसपछि उता इन्क्रिप्ट गर्छ नि जसले त्यसलाई चाहिँ तपाईँले आफ्नो नम्बर मेसेज यो नम्बरमा छुट्टै मेसेज गर्नुहुन्छ मेरो अगाडिको इन्क्रिप्टेड टेक्स्ट भनेको 1 2 3 हो 1 2 3 दिन पठाउनुहुन्छ उसले 1 2 3 अगाडिको युज गर्छ त्यसपछि यसलाई चाहिँ डिक्रिप्ट गर्छ एक्ज्याक्ट डेसिमलमा चाहिँ हुन्छ एक्ज्याक्ट त्यो गर्दाखेरि त्यसलाई के भन्छ त अगाडिकोलाई अहिलेकोलाई चाहिँ यो खै भन्छ साल भन्छ के भन्छ यो होइन इन्क्रिप्सन डिक्रिप्सन अब ह्यासिङ भनेको कस्तो भनेपछि ह्यासिङ भनेको इट क्यान नट बी डिक्रिप्टेड एकचोटि तपाईँले ह्यासिङ युज गर्नुभयो भने त्यो चाहिँ कहिले डिक्रिप्ट हुँदैन क्या हुन्छ तर कसै पत्ता लगाउन सक्दैन यदि ह्यासिङ कसले पत्ता लगाउनु भयो तपाईँले ह्यासिङ ट्राई गर्नुभयो तर कोलिजन यदि तपाईँले एउटा ह्यासिङ गरेको नम्बर र अर्को टेक्स्टलाई ह्यासिङ गरेको नम्बर म्याच भयो भने त्यहाँ कोलिजन हुन्छ त्यो कोलिजन भनेको ह्याकिङ हो ह्यासिङलाई पनि ह्याक गर्नु अनि अस्ति हामीले ह्यासिङ युज गरेको थियौँ ह्यासिङ कसरी हुन्छ भनेपछि सेम यस्तै हुन्छ मेथोडोलोजी तर एउटा अल्गोरिदम युज गरिन्छ यो टेस्टको अगाडि ह्यासिङ गर्दाखेरि नै अल्गोरिदम भन्नु हामीले जुन अल्गोरिदम लगाएर ह्यासिङ गर्छ नि अझै त्यही अल्गोरिदम पत्ता लगाएर मात्रै त्यति ह्यासिङ हुन्छ तर जुन अल्गोरिदम हुन्छ नि त्यो कहिले पनि कन्स्ट्यान्ट हुँदैन एकदम चेन्जेबल हुन्छ फर इक्वल युज गर्छ नि फर इक्वल टु
सेक्युरिटी त्यसपछि चाहिँ इन्क्रिप्सन अब यसलाई चाहिँ हामी कसरी युज गर्छौँ त आफ्नो कोडिङ प्रोग्राममा सबै पिएलसीले मेन जानुपर्ने कुरा हो यो MD5 यो MD5 ह्यासिङ जुनसुकै ह्यासिङ MD5 हुन्छ SHA 1 सबैभन्दा बढी चलेको चाहिँ MD5 SHA 2 SHA 3 यो भनेको चाहिँ पहिलाको यो जन्त्र छ SHA 2 अनि जुन चाहिँ SHA हामीले कसरी युज गर्छ भनेपछि अब यो कसरी युज गर्छ त हाम्रो प्रोग्राममा यसलाई चाहिँ पहिला चाहिँ यो नम्बर छ नि जुन यसलाई चाहिँ हामी डेटाबेसमा सेभ गर्ने आफूले जुन इनपुट गरेको नम्बर हुन्छ नि यसलाई चाहिँ हामी आफ्नो डेटाबेसमा सेभ गर्छ है अर्को भनेको चाहिँ तपाईँले जुन नम्बर पठाउनुहुन्छ नि फर्मबाट त्यसलाई पनि सेम यही मेथडबाट इनपुट गर्ने त्यसरी म्याच गरेर सेभ गर्छ यो इन्क्रिप्सन भनेको अस्ति सरले भन्नुभयो त्यो डिभाइस इन्क्रिप्सन मैले भन्नुभयो त्यो डिभाइस इन्क्रिप्सन डिभाइसमा इन्क्रिप्ट गरेको चाहिँ SHA डिक्सनरीमा हुन्छ डिक्सनरीमा युज हुने वर्डहरू नामहरू राखेर कमन नामहरू आफ्नो माइन्डमा आइरहेको नामहरू अनि यो ASDFGS राख्यो भने त्यो त डिक्सनरी हो रे त्यो त झन् सजिलो कमन हुन्छ नि अहिले अब के ब्रुट फोर्स गरे सरले कुरा आइलो खरे ब्रुट फोर्सिङ भनेको चाहिँ सुरु गर्नु ए हामी गर्नुमा हो ब्रुट फोर्सिङ अनि त्यसो भने डिक्सनरी अरे डिक्सनरी एड यो अनि यो चाहिँ ब्ल्याक ह्याट व्हाइट ह्याट ग्रिन ह्याट ह्याकर्सहरू हुन्छ नि टाइप्स अफ ह्याकर त्यस्तै यिनीहरूले गर्ने भने यही हो ब्रुट फोर्स भनेको चाहिँ हाम्रो कन्टिन्युस ट्राई हो क्या कन्टिन्युस म्याचिङ द पासवर्ड जस्तै तपाईँले अब जुन युजली राख्नुहुन्छ नि पासवर्ड तपाईँको नाम गेस गर्छ यो गेस गरेर कन्टिन्युस ट्राई गर्ने हो क्या यसको एटम जति पनि हुनसक्छ मोर देन मिलियन अनि टाइम जति पनि लाग्न सक्छ मोर देन इयर्स ह्याकिङ गर्न कन्टिन्युस ट्राई हो गेसिङ डिक्सनरीको कोडहरू के अरे त्यो गेस गरेर अनि के सर्टकट के छ सर्टकट तपाईँको पासवर्ड कस्तो राख्नुहुन्छ होइन
सर्टकट छैन, कन्टिन्युअस गेसिङ हो। तपाईँको पासवर्ड भर पर्छ, तपाईँले कतिको डिक्सनेरी वर्ड युज गर्नुपर्छ, कतिको कमन वर्ड छ। अस्ति ड्रपबक्स ह्याक भयो नि थाहा छ? ड्रपबक्सको 60 मिलियन चाहिँ एकाउन्ट ह्याक भयो एक दिनमा। अनि सबैभन्दा बढी चाहिँ कमन युज भएको पासवर्ड भनेको log 143 अरे। त्यसपछि अब डिएस हट्नुको कारण भनेको त्यसमा 54 बिट मात्रै हुन्छ। 54 बिट भनेको चाहिँ सबैले गेस गर्न सक्छ क्या, बुट फोर्स इजिली यसलाई क्र्याक गर्न सक्छ। 54 बिट भनेको एकदम कमन हो। त्यसपछि 3DS पनि 128 बिट 128 बिटदेखि कति अहिले 256सम्म हुन्छ। 3DS पनि युज गरेर 128 बिट अथवा 64 बिट मात्रै युज गर्यो भने यो पनि ह्याक हुन्छ अरे डिएस। डिक्सनेरी एट्याकले चाहिँ सबै चिज ह्याक गरिदिन्छ, जुनसुकै होस् तपाईँको। यदि त्यो डिक्सनेरीबाट भेटियो भने डिक्सनेरीमा भनेको कति हुन्छ भने चाहिँ त्यही तपाईँको 100 GB भन्दा माथिको डिक्सनेरी पनि पाउँछ क्या ह्याकिङ गर्दा मात्रै। त्यसमा तपाईँको वर्डहरू म्याच भयो भने चाहिँ सजिलै ह्याक हुन्छ। के सोध्नु छ? Encryption message was cracked in 3 days. बुझेन फेरि भन्नु। cracked in के अरे? 3 days. In 1990 our network होइन मैले उ भने नि त म्याथमेटिकल लुप हो। 3DS चाहिँ सबैले क्र्याक गरेर क्या। In 1990 10,000 desktop system cracked DES encryption message in less than 1 day. DS की 3DS DS. DS की 3DS DS. DS